आज हामी पनि फेरि पहिलेकै जस्तै गरेर धेरैजनाको समूहमा आज पौडी खेल्नको लागि र पौडी खेल्नको साथसाथै पनि हामीले भोजको एउटा सानो प्रोग्राम बनाएको हुनाले गर्दाखेरि अब त्यसको खाने कार्यक्रम पनि रहनेछ। यो एउटा सुरुवाती हो र साथीहरू यता अङ्कलहरू दाइभाइहरू र सबैजनाहरू पौडी खेलिसक्नु भएको अवस्था छ भने यता अब तयारी गर्दै हुनुहुन्छ। यहाँ उ गर्दै खाँदै हुनुहुन्छ भने यहाँ दाइभाइहरू खेल्दै हुनुहुन्छ। यहाँ यी नानी छन् भाइ। अब ल हामी कहाँदेखि आएको र पौडी खेल्न? बुटोलदेखि। हामी आज कतिजना चाहिँ आइएछ अरे? ल ल ल ठिक छ ठिक छ। जे रमाइलो बस्छ। कतिको रमाइलो छ? पानी कतिको चिसो छ? ओ ल ल उतापट्टि धेरै गहिरो छ। एउटा झुम्सानेर बगिरहेको तिनाउ नदी हो र उतापट्टि भाइहरू हुनुहुन्छ। ल कता कता गहिरो छ? ओ ल ल ल ल ल गहिरो। ल ल ल एकचोटि खेलेर देखाइदिनु। ल ल पौडेर देखाइदिनु पौडेन तरिका। ल ल ल ल ल ल भनेपछि यहाँ अहिले धेरै गहिरो छ र भुइँ फेला नपारेको अवस्था छ। यहाँहरूले भुइँ फेला पारिरहेको छैन होइन? भुइँ फेला नपारेको अवस्था छ भनेपछि ल ल ल उहाँ भुइँ खोज्दै हुनुहुन्छ। उहाँले भुइँ फेला पार्नलाई खोज्दै हुनुहुन्छ। कति गहिरो छ के छ हेर्दै हुनुहुन्छ। ल ल ल भुइँ हेर्दै हुनुहुन्छ। ल ठिक छ ठिक छ ठिक छ। ल ल ल धेरै अघि नै डुबेको अवस्था छ। ल ल ल डुब्दै हुनुहुन्छ भुइँ फेला पार्नलाई डुब्दै हुनुहुन्छ। भुइँ फेला पारेको अवस्था छैन होइन? ल ल उहाँ जाँदै हुनुहुन्छ पारी जाँदै हुनुहुन्छ। ल ल उहाँले कोसिस गरिराख्नु भएको छ। ल पौडी केर्ने अलिकति अब ल ल ल ल ल ल ल ल अब भुइँ फेला पार्नु हो। ल यहाँ भुइँ फेला पार्ने भन्ने कुरा भइरहेको छ र यहाँ धेरैजना अङ्कलहरू दाइहरू भाइहरू सबै हुनुहुन्छ र यता पकाउनका लागि तयारी गर्दै हुनुहुन्छ। ल रेडी 1 3 गो। ल हेर्दै हुनुहुन्छ। ए निस्किनु हो सफल हुनुभयो। उहाँले ढुङ्गा निकाल्ने सफल हुनुभयो भन्ने कुरा बुझ्नु। ल ल ल यतातिर अब साना बच्चाहरू खेलिरहेको अवस्था छ। उता भाइहरू खेलिरहेको अवस्था छ। अब खाना पकाउनको लागि र मासु पकाउनको लागि यहाँ चुलाको तयारी हुँदैछ। यहाँ चुला बनाउँदै हुनुहुन्छ। चुला बनाउँदै हुनुहुन्छ भने यता चाहिँ तयारी गर्दै हुनुहुन्छ। कोही नुहाएर पनि आइसक्नु भएको छ। चियापु त पुरा यत्रो छ हाम्रो त राज खाने चाहिँ आफै हाल्दिएको सबै हाल्दैन भने गिरी छुट्टै फ्राई गरेर खानु पर्ला भने। ल एउटा यो बियरको बोतलको गेम भइरहेको छ। यो डुबेर को धेरै बेर पानीमा रहन सक्ने अनि उहाँहरूको एउटा प्रतिस्पर्धा भइरहेको छ। अब त्यसको लागि तयारी गर्दै हुनुहुन्छ। अब उता अब तयारी गर्दै हुनुहुन्छ। ल अब तपाईँहरू सुरु गर्नु। ल ल यसको अब गेम अब यो बियरको पानीभित्र डुबेर कति धेरै बेर बस्न सक्छ र अन्तिमसम्म जो निस्कन्छ उसैले चाहिँ यो एउटा बियर खाने भन्ने कुरो भएको छ। ल सुरु गर्नु। ल ल
ल यो ल नियमहरू ल यसको नियमहरू ल प्रष्ट भनिदिनु हुन ल म हार्दिक अनुरोध गर्दैछु ल नियम बताइदिनु ल ल नियम प्रष्टसँग ल नबुझे पर्छन् ल ल सबै कुरा यसैमा रहेको छ ल ल ल ल 1 2 2.5 3 ल हेर्नु रेफ्रीले रेफ्रीको भूमिका धेरै रहनेछ बाँकी यहाँ उसले जनाउने छ है ल रेफ्रीको भूमिका एकदम रेफ्रीले गर्नुपर्ने छ ध्यान दिनुपर्ने छ नत्र रेफ्रीलाई फेरि विवादमा आउने छ ल ल ल ल ल पानीभित्र डुबेर को अन्तिममा निस्कन्छ उसको जित हुनेछ ल ल ल यो एउटा पानीभित्र बस्ने ल अन्तिममा को छ अझै को छ बाँकी ए ओ को छ टाउको देखिएको छ हो अझै एकजना हुनुहुन्छ जस्तो छ अझै एकजना हुनुहुन्छ जस्तो छ अन्तिममा हो ल विजय को हुनुभयो ल विजय हुनुभयो ल ल ल ल ल विजय ल ल ल ल ल ल यहाँ विजय हुनुभएको छ यहाँ दाजुले पानीभित्र कतिजनाको उमा 9 जनामा यहाँ एकजना दाइले पानीभित्र बसेर सबैभन्दा धेरै बेर बसेर सबैलाई जित्न सफल हुनुभएको छ र उहाँले एउटा बियर पनि पाउनु भएको छ के छ ठिक छ नि ओहो यो पानीभित्र 9 जना मध्येमा प्रतिस्पर्धा गर्दाखेरि 8 जनामा तपाईँ एकजना जित्नुभयो विजेता तपाईँ हुनुभयो होइन ल यहाँ विजेतालाई के भन्ने चाहनुहुन्छ ल एउटा बोकाको भुटुवा बनाउने मान्छे उहाँ हुनुहुन्छ बोकाको भुटुवा आज हाम्रो यो पिकनिक कार्यक्रम अलिकति टोली एकजना टोली यता हुनुहुन्छ अनि अर्को टोली यता हुनुहुन्छ हामी आज 20 जनाको टोली र के अरे बच्चाबच्चीदेखि लिएर वृद्धसम्मको सबैजना आएर आज पौडी खेलेको छौँ अब यहाँ खाने कार्यक्रम हुँदैछ बोकेको भुट्टा ल्याउनु भएको बोकेको भुट्टा खाने सल्लाह गर्दै हुनुहुन्छ अब तयारी गर्दै हुनुहुन्छ भनेपछि उहाँ पौडी खेल्दै हुनुहुन्छ आज कार्यक्रम यसरी नै निरन्तर जारी रहनेछ है तयारी गर्दै हुनुहुन्छ कोदोको सेलरोटी होइन यो कोदोको सेलरोटी है यो कोदोको सेलरोटी त्यो अचार अनि त्यो भुटुवा भाग ल्याइरहेको अवस्था छ कताको छ नि हावा चल्यो लोकल यस्तो भएर छाता ओढाउनु पर्छ खाने कार्यक्रम भइरहेको छ ल आज खोलामा पिकनिक हामी पौडी खेलेर थाकेर त्यसपछि नास्ता खाएर भ्याइयो अब पार्टी है यता एक टोली यता हुनुहुन्छ यो एक कसौडी सकिएको अवस्था है एक कसौडी जानु
वाट्सएपमा है किनभने मैले फेसबुकमा हालेर चुङ्गाउनु पर्यो क्या है फेसबुकमा हाल्ने क्या मैले मेरो त्यही सेयर गरिदिनु त भयो के अरे युट्युबबाटै मिल्छ त यहाँ खाइसकेपछिको यो नास्ता खाइसकेपछिको रमाइलो हो भने कोही यता नाच्दै हुनुहुन्छ कसैले उता पौडी खेल्दै हुनुहुन्छ कोही टोली भने कोही टोली यता अब यहाँ खाना मतलब अबको तयारी गर्दै हुनुहुन्छ अब यहाँ नाच्दै हुनुहुन्छ अनि रमाइलो गर्दै हुनुहुन्छ अब यहाँ एकजना कुकम्यान हुनुहुन्छ हाम्रो कुकम्यान ल मासु जे होस् राम्रो बनाउनु होला है ल कुकम्यान हो यहाँ बोका मासु पकाउँदै हुनुहुन्छ अब अहिले तयारीको लागि गर्दै हुनुहुन्छ उता नाचिराख्नु भएको छ है ल देश हामी ल 20-25 जनाको टोली यहाँ आज उपस्थित भएको छ जसमध्येमा कोही टोली अब नाच्दै हुनुहुन्छ भने कोही टोली पौडी खेल्दै हुनुहुन्छ कसैले मासु पकाउँदै हुनुहुन्छ कोही यता तान्दै हुनुहुन्छ धुवाँ आगो तान्दै हुनुहुन्छ ल ओहो ल ल ल ल ल रमाइलो गर्दै हुनुहुन्छ जेउस रमाइलो गर्दै हुनुहुन्छ यी ल रमाइलो गर्दै हुनुहुन्छ ल रमाइलो गर्दै हुनुहुन्छ रमाइलो गर्दै हुनुहुन्छ यहाँ पौडी खेल्दै पनि हुनुहुन्छ यसलाई चाहिँ पखालेर आउनुभयो भनेपछि यता नाच्दै हुनुहुन्छ यता रमाइलो गर्नु भएको छ ए धेरैभन्दा धेरै रमाइलो गर्नु भएको छ कोही फेरि पौडी खेल्दै हुनुहुन्छ आयो आयो कोही पौडी खेल्दै कोही नाच्दै कहिले पकाउँदै जहिले यता हुनुहुन्छ ए ल अब यहाँ खाना बनाउने तयारी हुँदैछ अब यसपछि खाना बनाउने अनि यता त्यो बनाउने अब पौडी खेल्ने तयारी गर्दा गर्दै कोही यताबाट खेल्दै हुनुहुन्छ भने कोही हाम फाल्न उहाँ पहाडमाथि चढ्नु भएको छ अब हाम फाल्दै हुनुहुन्छ ल ल अब उहाँले हाम फाल्दै हुनुहुन्छ है ल उहाँ हेर्दै हेरौँ ल अब उहाँले हाम फालेर आउनुभयो ल धेरै रमाइलो भइरहेको अवस्था छ आज यो शनिबारको सदुपयोग गरेर अब सदुपयोग भइरहेको छ ल हाम्रो निर्मल भाइ यहाँ अब ल यो त्यही हो ल पौडी खेल्दै हुनुहुन्छ हाम्रो निर्मल भाइ अरू नानी बाबुहरू पनि ल धेरै रमाइलो छ ल ल ल ल ल
हाम्रो यहाँ भान्जा हुनुहुन्छ भेना हुनुहुन्छ भेनाले हाम्रो भान्जालाई पौडी खेल्न सिकाइराख्नु भएको छ भने यहाँ भान्जी हुनुहुन्छ भान्जी ल है रमाइलो भएको छ नि रमाइलो भएको छ ल ल हो ल ल ल